मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो, देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। यसले विपक्षीलाई फर्साउनका लागि यस्ता क्रियाकलाप गरेको छ। त्यो कुराहरू स्वीकार्य हुन सक्दैन। कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले सम्पत्ति विवरण फेरि चाहियो। आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण? गौरीबहादुर कार्की आयोगले मैले धेरै ठाउँमा भन्ने गरेको छु, न 23 गतेको घटना, 23 गतेको हत्याकाण्ड उनीहरूकै आयोजनामा गराइएको थियो।